रोक्नुहोस्। के तपाईँहरूको पनि बानी यस्तै त छैन? आफ्नो बाइकलाई पार्क गरिसके पछाडि हतारमा आफ्नो कामलाई सकाउनलाई केही ध्यानै नदिइकन हेलमेटलाई यसरी फुकालेर बाइकमा त्यतिकै छोडेर जाने बानी त छैन तपाईँहरूको पनि? यसरी उहाँले छोडेर जानुभएको हेलमेटलाई हामीले के गर्छौँ त भन्दा एउटा एक्सपेरिमेन्ट गर्छौँ। उहाँको हेलमेटलाई हामी लक गरिदिन्छौँ। त्यो पनि हाम्रो हेलमेट लक जुन भेगा ब्रान्डको हो त्यो हेलमेट लकले हामीले उहाँको हेलमेटलाई लक गरिदिन्छौँ र उहाँको रियाक्सन हेर्छौँ कस्तो रियाक्सन आउँछ उहाँको। यो हेलमेट लक एकदमै बलियो छ र यो एक्सपेरिमेन्ट गर्नलाई हामीले चाहिँ उहाँलाई पछि चाहिँ सोध्यौँ होइन, सोध्नै पर्यो। सो उहाँलाई हामीले चाहिँ यो हेलमेट लक गर्दैछौँ अब, र यो हेलमेट लक गरिसकेपछि उहाँको हामीले रियाक्सन हेर्छौँ उहाँले के रियाक्ट गर्नुहुन्छ भनेर। सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। त्यसैमा रोक्यो है त, म जान्छु है। हेलो, के छ सर तपाईँको हालखबर? ठिकठाक। हजुरको नाम? हेमचन्द्र पण्डित। ए, हजुरको हेलमेट लक भयो नि होइन यहाँनिर? त्यतिकै छोडेर जानुभएको थियो अनि यसरी हेलमेट छोड्नु भयो भने त हेलमेट हराउँछ नि तपाईँको। यहाँ एकैछिन काम थियो त्यही भएर एकैछिन छिरेको। अब हामीसँग चाहिँ यस्तो टाइपको एउटा लक आउँछ। तपाईँले यसरी सधैँ आफ्नो हेलमेटलाई छोडेर जाँदाखेरि चाहिँ यसरी लक गर्नुभयो होइन। यो लक चाहिँ तपाईँको बाइक लक गर्नदेखि लिएर एउटा मल्टिपर्पज लक हो। त्यसरी लक गरेर जानुभयो भने तपाईँको हेलमेट हराउँदैन। हेर्नुहोस् तपाईँको यस्तो महँगो हेलमेट छ, ब्लुटुथ पनि हाल्नु भएको रहेछ। यो हेलमेट हराएको भए त होइन? म त एकैछिन भनेर गएर कसले यहाँ कहाँबाट आयो भनेर म यसो सोच्दैछु। सो हाम्रो चाहिँ हेलमेट मार्ट बनेपा भन्ने स्टोर छ यही बनेपामै, तिनवटाबाट अपोजिट एनएमई ब्याङ्क। हजुर। अब यो लक चाहिँ हाम्रोमा किन्न पाउँछ। हजुरले हाम्रो कि इन्स्टाग्राम टिकटकहरू कि हेर्नु भएको छ अथवा फलो गर्नु भएको छ? ए हजुरको टिकटक चाहिँ फलो गरेँ। हजुर पहिलोचोटि वाइफको टिकटक हेर्दै तपाईँको चाहिँ देखाएको थिएँ। हजुर हजुर। यो एउटा लक चाहिँ हाम्रो तर्फबाट सानो गिफ्ट तपाईँहरूको लागि। यो चाहिँ यो साँचोले खोल्छ, एकचोटि ट्राई गर्नुहोस्। बाइक खुल्दैन, लक चाहिँ खोल्छ। यो ट्राई गर्नुहोस्, यहाँनिर तपाईँको हुन्छ होइन। त्यसलाई यो लक खोलिसके पछाडि यो मजाले खुल्छ। यो टुट्न त टुट्दैन, एकदम राम्रो ड्युरेबल टाइप हो। हेर्नुहोस् अब मजाले यो खुल्यो। हेलमेटलाई कसले लक हाल्छ? ट्राफिकले त हाल्दैन भनेर भन्नु। अबदेखि चाहिँ आफ्नो हेलमेट चाहिँ लक गर्ने बानी गर्नुहोस् होला। आफ्नो टाउको जगाउने चिज पनि जगाउनुपर्छ कहिलेकाहीँ। धन्यवाद। थ्याङ्क यू फर हस्।